हाई गाइज, अबको यो भिडियोमा म अबदेखि एउटा च्यालेन्ज लिन गइरहेको छु। जुन च्यालेन्जमा म एभ्री डे एटलिस्ट 2वटा भिडियोहरू म पोस्ट गर्छु, जसमध्ये मुख्य गरी 1 वा 2टा टपिकको बारेमा मैले एक्सप्लेन गर्छु। र त्यसपछि त्यही टपिकमा एउटा भिडियो नेपालीमा हुन्छ भने एउटा भिडियो इङ्ग्लिसमा हुन्छ, जसले गर्दा मेरो पर्सनल पावर अफ एक्सप्रेसन र मेरो बोल्ने फ्लुएन्सीलाई अगाडि बढाउँछ भन्ने मैले आशा राखेको छु। त्यसपश्चात मैले आफ्नो मनमा लागेको कुराहरू पनि यो भिडियोमा मार्फत दर्शाउँदछु। तर मुख्य गरी मैले भन्न चाहेको वा भन्न खोजेको कुराहरूलाई स्पष्टसँग म भिडियोहरूमा राख्नेछु र म आफैलाई हेर्नेछु अबको लगभग 10-15 दिनपछि मैले कतिको परिवर्तन पाउनेछु आफूभित्र भन्ने कुरा गर्दैछु। र यो आजको यो दिनमा 30 मार्च रहेको छ र 30 मार्चदेखि अब म योभन्दा अघिल्लो महिनाको 10 दिनसम्म लगातार डे 1, डे 2, डे 3 यस्तै गरी म डे 10 सम्म चाहिँ 20 वटा भिडियो अपलोड गर्नेछु, चाहे जुनसुकै परिस्थिति किन नहोस्। ओके? अनि मैले अब सुधार गर्नुपर्ने केही पक्षहरू मा मुख्य गरी आफ्नो भाषा र त्यसपछि त्यो भाषाभित्र प्रयोग हुने शब्दहरू, त्यो शब्दहरूभित्र नि आफ्नो भाषामा पिच अनि पजको कुराहरू छ। कुनै बेला लामो पज हुने वा कुनै बेला एकदम छोटो पज हुने जस्ता कुराहरू छन्। र मोस्ट इम्पोर्टेन्ट भनेको आफूले बोल्दाखेरि लाइभलीनेस चाहिँ राख्नुपर्दछ। मेरो फेसको स्ट्रक्चर हेर्दा पनि मैले धेरै हाँस्दा पनि थोरै हाँसे जस्तो देखिन्छ। त्यसकारण अबदेखि बोल्दाखेरि मैले जति सक्यो त्यति ह्याप्पी भएर हाँसेर वा उज्यालो अनुहार पारेर मैले बोल्ने प्रयास गर्दछु। र आजको भिडियो यति नै। र अब 10 दिनपछि भिडियो म यस्तै त्यो सम्पूर्ण प्रोसेसलाई चाहिँ एनालाइज गरेर बनाउनेछु। हस्, थ्याङ्क यू, बाई बाई।